विधातालाई कोष प्रयोग गर्छन्, गाली गर्दछन्, विधाताप्रति गुनासो गर्दछन्। त्यसपछि रातको समय भयो। यशोदा मातासँग पनि चरणमा ढोगेर भगवानले नेत्र जल बगाउँदै, आँखाबाट आँसु बगाउँदै माता यशोदाका गोडालाई भिजाउनुहुन्छ। भन्नुहुन्छ, माता म भोलि जानु पर्दछ, म गइसकेपछि दुखी नहुनु, मेरो यादमा चिन्ता नगर्नु, रोएर नबस्नु, शान्त बनाउनु आफ्नो मनलाई। जान त मलाई मन छैन, तर के गर्ने, धेरै काम बाँकी छ। मेरो जीवनको जुन उद्देश्य छ त्यसलाई पनि पुरा गर्नुपर्ने छ। अब यहाँ छोडेर जानुपर्ने अवस्था भइसक्यो। हजुरले धेरै ऋण लगाउनु भएको छ, हजुरको ऋण म तिर्नै सक्दिनँ। यति स्नेह, यति ममता, यस्तो प्रेम, यस्तो वात्सल्यता दिएर मलाई हुर्काउनु भयो, पालन पोषण रक्षण गर्नुभयो। यो हजुरको महान ऋण बोकेर म जाँदैछु। हुनसक्छ भने मैले गल्तीमा पनि हजुरलाई दुःख दिएँ भने, कष्ट दिएँ भने, दिएको रहेछु भने मलाई क्षमा गरिदिनु।